मैले त हाम्रो सर्वोच्च अदालत कुनै कुरामा तिम्रो अगाडि सम्झाउँछ
कार्यक्रममा यस्तो व्यस्त बनाएर तपाईँको चाहिँ कतिजना छ भने यो भन्नु होला तपाईँलाई पुष्प मात्रै होइन पुष्प फलफुल 70 एउटा आलु छ यसमा आलु छ यसको पहिला छैन पर्छ रोपेको कति यो रोपेको होइन यो चाहिँ 2 वर्ष चाहिँ मसिन्छ नर्सरीसम्म पनि तरकारी पनि हो यो हाम्रो गिरामा नि एकदम यो पऱ्यो काठ छ हजुर विधागत भने फलफुलबाट मैले घुमेपछि त्यसमा साधन बिग्रिहाल्ने पढाइहाल्नु लपडिहाल्नु हिजोदेखि नै एकदमै धेरै आफूले मेहनत गरेर ल्याएको जति पनि जडीबुटी कृषि वन 700 भन्दा बढी प्रजातिका फलफुल बिरुवाहरू एकै ठाउँमा एउटै छानो मुनि यहाँहरूको लागि भनेर ल्याएर सो गरिरहनु भएको छ। त्यसको लागि हाम्रो नर्सरी व्यवसायी जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ बुबा आमाहरू उहाँहरूलाई पनि एकचोटि जोरदार तालीले स्वागत गरौँ सबैजनालाई हार्दिक अनुरोध गर्दछु। उहाँ प्रदेश पशुपक्षी विकास मन्त्री हुनुहुन्छ र उहाँलाई धेरै धेरै स्वागत पनि छ। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद, यहाँलाई पनि स्वागत छ स्टेजमा। र यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु नर्सरी व्यवसायी संघ नेपालका प्रमुख सल्लाहकार श्री कुमार कसजु श्रेष्ठज्यूलाई। श्री कुमार कसजु श्रेष्ठज्यूको लागि पनि जोरदार ताली। र उहाँ नर्सरी व्यवसायी संघ नेपालले गत वर्षबाट सुरुवात गरेको हो र यो दोस्रो मेला सम्म हामी यति बेला आइपुगिसकेका छौं। विशेष गरी थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। धन्यवाद पनि वर्षौं वर्ष यस्ता मेलाहरू भइरहोस्। धेरै धेरै धन्यवाद माननीयज्यू। हाम्रो यस कार्यक्रमको उद्घाटन भइसकेको छ र अब भने हामी यो औपचारिक कार्यक्रमको उद्घाटन पछि मन्तव्यतर्फ नै अगाडि बढ्छौं। फुलिरहने एभरग्रीन प्लान्टहरूलाई एकदमै मजाले चाहिँ उत्पादन गर्नुहुन्छ हैन र उहाँको जुन योगदान यो कृषि क्षेत्रमा नर्सरी क्षेत्रमा रहेको छ त्यो निरन्तर युवराज केसीज्यू, कृपया युवराज केसीज्यूलाई मैले स्टेजमा आमन्त्रण गरे। उहाँको हजुरबुबा कृष्ण भक्त बुढाथोकीज्यूले सुरुवात गर्नुभएको नर्सरी व्यवसायलाई उहाँले अहिलेसम्म निरन्तरता दिइरहनु भएको छ। युवराज केसीज्यू सम्मान लिइसक्नु भएको छ।
वनस्पति विभागको तर्फबाट, त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधि, वनस्पति विभागको तर्फबाट राष्ट्र प्रमुख अतिथि मन्त्री कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश। दोस्रो नेशनल हर्टिकल्चर एक्सपो 2081 को अवसरमा यहाँको योगदानको उच्च सम्मान गर्दै दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मानद्वारा सम्मानित गरिएको छ। अर्को सम्मान पत्र पनि रहेको छ, उहाँको बेहोरा पनि सोही हो, नाम मात्र फरक। र हाम्रो टंककला तिमसिनाज्यूको लागि जोरदार ताली। नगद रु 5000